नमस्कार, टेम्पल इन नेपालमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै आज चाहिँ मैले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 8 मा रहेको यो सरस्वती टोल स्थित सरस्वती मन्दिरलाई मैले यहाँहरू समक्ष देखाउन लागिरहेको छु र यस सरस्वती मन्दिर कस्तो छ र सरस्वती मन्दिरभित्र रहेका देव देवताहरू के का रहेका छन् ती कुराहरू म यहाँहरूलाई म जानकारी गराउने छु र देखाउने छु भिडियो मार्फत। यो भिडियो अन्तिमसम्म हेरेर सरस्वती माताको मन्दिरको बारेमा जानकारी लिनु होला है त। र यस सरस्वती माताको मन्दिरलाई मैले यहाँहरूलाई यसरी देखाइरहेको छु र यो बालकुमारी स्थित सरस्वती टोलमा अवस्थित रहेको छ यो सरस्वती मन्दिर। सरस्वती माताको मन्दिरको ठ्याक्कै गेटको अगाडि यो दियो दर्पण बाल्ने ठाउँ पनि यहाँ रहेको छ र यो मन्दिरको दायाँ बायाँ यो सिंहका मूर्तिहरू पनि यहाँ यसरी रहेको छ। यहाँ अत्यन्तै पुरानो ढुङ्गाका मूर्तिहरू रहेका छन्। अनि यहाँ शिव भगवानको मूर्ति सहितको यहाँ शिलालेख पनि यहाँ रहेको छ। यस सरस्वती माताको मन्दिरको दायाँ बायाँ यी पुराना मूर्तिहरू पुराना भगवानहरू यसरी विराजमान हुनुहुन्छ। यता शिव भगवानको मूर्तिहरू लिङ्गहरू पनि यहाँ रहेको छ। मैले यहाँहरूलाई जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 8 सरस्वती टोलमा रहेको यो सरस्वती माताको मन्दिरलाई मैले आज भिडियो मार्फत यहाँहरूलाई देखाइरहेको छु। र यस सरस्वती माताको मन्दिरको कम्पाउन्डभित्र एउटा साइडमा यहाँ साई राम बाबाको फोटोसहित अरू यहाँ मसिनो मूर्तिहरू पनि यहाँ रहेका छन्। त्यसै गरी एउटा साइडमा यो अत्यन्तै पुरानो शिला यहाँ रहेको छ। अब यो के को शिला हो त्यो त अब यसै भन्न सकिएन, त्यही कुरा पनि यहाँहरूलाई मैले देखाइरहेको छु। यस ठाउँमा यस्तो चिजहरू पनि छन् भन्ने बारेमा। त्यसै गरी एउटा साइडमा यसरी भगवानका यहाँ मूर्तिहरू रहेका छन्। यहाँ शिव भगवान लगायत अन्य देवताहरूको मूर्ति पनि यस ठाउँमा रहेको छ। त्यसै गरी यहाँ तीनवटा यो नन्दी साँडे तीनवटा टाँसिएको अवस्थामा यहाँ एउटा नन्दीको मूर्ति रहेको छ। यहाँ प्रायः सो ठाउँमा एउटै मात्रै शिला देखिन्थ्यो यो नन्दीको, तर यहाँ चाहिँ तीनवटा रहेको छ। बिचमा ठुलो अनि दायाँ बायाँ मसिना बहरहरू यहाँ देखिया छ। र यस सरस्वती माताको मन्दिरको ठक्क अगाडि यहाँ एउटा वृक्ष पनि रहेको छ। यो वृक्षको मुनि प्रतीक्षालय भजन कीर्तन गर्ने ठाउँ पनि यहाँ रहेको छ। यो पनि हामीले देख्न सक्छौँ। र त्यसै गरी यतापट्टिको साइडमा पिपलको वृक्ष पनि यहाँ रहेको छ। यो पिपलको वृक्षलाई पनि मैले यहाँहरूलाई देखाएको छु। र मैले यो सरस्वती माताको मन्दिरलाई यसरी देखाइरहेको छु। अनि सरस्वती माताको मन्दिरको ठक्कै अगाडि यसरी यो पुरानो मूर्तिहरू यहाँ रहेको छ। अब यो हामीले चिन्न सक्ने अवस्था छैन, र पनि यहाँहरूलाई मैले यहाँ यस्तो रहेको छ है भनेर जानकारी सहित
यो भिडियो मार्फत देखाइरहेको छु। त्यसै गरी एउटा साइडमा यसरी गणेश भगवानको मन्दिर पनि यहाँ रहेको छ। यो गणेश भगवानको मन्दिरलाई पनि मैले यहाँहरूलाई यसरी देखाइरहेको छु। अनि गणेश भगवानको मन्दिर सँगसँगै एउटा यो घन्टी पनि यसरी रहेको छ यहाँ। र मैले यहाँहरूलाई आज जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 8 स्थित सरस्वती टोलमा रहेको यो सरस्वती माताको मन्दिरलाई देखाउँदै म यहाँहरूबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।